सबैजनालाई अलविदा। मलाई माफ गरिदिनु सानो। धेरै सङ्घर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो। सङ्घर्षमा डाक्टर पढेँ। करारको जागिर हुँदै नेपाल प्रहरी हुँदै अहिलेको बागमती प्रदेशको लोकसेवाबाट नाम निकाले। करिब 25 महिना सेवा गर्दा 18 महिना अस्पतालको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट भएर चलाउने मौका पाएँ। दिनरात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे। म प्रमुख भएपछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागाभाग हुन थाल्यो। डाक्टर गगन अधिकारी रामेछाप अस्पतालबाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धमा लगाइ नै राख्यो। तर म डटेर नै काम गरेँ। एउटा व्यवस्थित अस्पताल बनाए पनि हरेक कुरालाई सिस्टममा लिएर आएँ। केदार कार्कीले रामेछाप 8 मागेको पैसा नदिँदा अनि उसले भनेको कार्यलाई सहयोगीलाई जागिर नलगाउँदा उसको नेतृत्वमा मैले कारबाही स्पष्टीकरण सोधेका 3 जना डाक्टर अनि अरू 2 जना महिला डाक्टर गरेका डाक्टरहरूलाई प्रयोग गरेर अहिले मलाई विभिन्न झुटा आरोपहरू लगाएर मेरो सरुवा गराए। एफोन किन नलगाएको भनेर 1 जना डाक्टरलाई प्रश्न मात्र गरेको थिएँ। म माथि मुखमुखै लागेर मर्निङ कन्फरेन्समा प्रस्तुत भए। त्यही डाक्टरले त्यही दिन केदार कार्कीलाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्कायो र मलाई धन्नै हात हालेन। हाम्रो अस्पतालको अध्यक्षज्यूको अगाडि 3 दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्की दिएर हिँड्यो। केदारले भनेको बमोजिम अस्पताल चलाउनु पर्ने, उसले खाएको होटलको बिल तिर्नुपर्ने, विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनु पर्ने, आफ्नो कार्यकक्षमा नबस्ने, आफ्नो बाउको राजनीति पावरको दम्ब देखाउने, बाहिर ल्याबसँग सिटी आरपिडीको कमिसनको डिल गर्ने, पटक पटक भन्दा पनि कार्यकक्षमा नबस्ने गरेको पाएपछि लिखित स्पष्टीकरण सोधे। त्यही स्पष्टीकरण सोधिएकाहरूलाई प्रयोग गरेर बदलाको भावनाले प्रतिशोध साधेर मेरो विरुद्ध पत्र लेख्न लगाएर सुनियोजित ढङ्गले मलाई रामेछाप छोड्न बाध्य बनाइयो। अब भोलिको दिनमा स्पष्टीकरण खाएका कारबाहीमा परेका करारका 4-5 जना कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखे पनि अरू अस्पतालको हाकिमलाई सरुवा गर्ने कि नगर्ने? मैले आफ्नो कुरा राख्न खोजेँ तर सुनवाई कतै पनि भएन। न स्वास्थ्य मन्त्रालयको मन्त्रीले न स्वास्थ्य मन्त्रालयको सचिवले नै सुन्नुभयो। शरीरमा 16वटा टाँका अनि 2 वर्षको छोरी र श्रीमतीलाई लिएर राति 9 बजे रामेछापबाट काठमाडौँ आउन बाध्य पारियो। बिहान 4 बजे काठमाडौँ आइपुगे अनि 8 बजे फेरि हाजिर हुन काठमाडौँबाट हेटौँडा लागे। नयाँ आएको निमित्त मेसुलाई हाजिर गराउन सिडिओ कार्यालयमा कल गर्ने स्वास्थ्य मन्त्रालयले मेरो सुरक्षाको लागि चाहिँ किन सिडिओलाई कल गरिएन? 2082/28 गते दिउँसो 3 बजे छानबिन समिति अस्पताल आउने अनि 1 घण्टा पछि 4 बजेतिर मेरो सरुवाको पत्र अनि फेरि 24 घण्टामा मन्त्रालयमा हाजिर हुन आउनु भन्ने यो कतिको न्यायोचित हो? हेटौँडा पुगेपछि स्वास्थ्य मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानवीय व्यवहार गरी मैले बर बुझार त केही नगरी मन्त्रालयमा गाडी खोसे, हाजिर पनि नगरेकोलाई गाडीमा रामेछाप पठाइयो। मलाई अमानवीय व्यवहार गरेर हेटौँडामा अलपत्र पारे। सरुवा गरिएको छ हेटौँडा अस्पतालमा तर हाजिर गराइएको छ मन्त्रालयमा। मलाई धेरै दुःख दिए। अहिले यो दुःख पीडा सहन अनि सोच्न पनि सकेको छैन। मैले जिन्दगीबाट नै हार खाएँ। कतैबाट केही साथ सहयोग पाउन सकिनँ। डाक्टर नरेन्द्र झा, रेवती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे। म बाँचे भने न्याय पाउँछु जस्तो लागेन। असत्यको जित भएको पनि मूर्खदर्शक भएर पनि बस्न मन लागेन। मलाई बाँचेर यही सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कारबाही गर्ने, कास मुमा थोरै अङ्क दिने गर्ने थियो होलान्। म सानो कर्मचारी भएर मेरो आवाज दबाउने कोसिस गर्ने थियो होलान्। म मानसिक रूपमा कमजोर हुन पुगे। अहिले विक्षिप्त हुन पुगेको छ। 1 म्यान आर्मी भनेर चिनिएको थिएँ। अहिले आएर हार खाएँ। मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी। हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगे। एक्लै लड्ने मान्छे आज आएर गलिसकेको छु। मलाई साथ दिएर यहाँसम्म लिएर आउने डाक्टर अनिल कार्की, बद्री खड्का सर, माननीय उत्तम जोशी सर, हजुरलाई धेरै धेरै धन्यवाद छ। तपाईहरूले दिएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गरी अस्पताल बनाएँ। तर आज आएर मैले गल्ती बिनाको सजाय भोगेको छु। आज मलाई दुःख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरूले कानुन बमोजिम सजाय नपाएसम्म मेरो आत्माले शान्ति पाउने छैन। दुर्गममा 2 वर्ष बसेर अस्पताललाई उत्कृष्ट बनाए। 15 बेडमा नेपालको उत्कृष्ट तेस्रो अनि अहिले 50 बेडको हुँदा बागमतीको दोस्रो अहिले पुरस्कृत हुनुपर्नेमा कारबाही खाएको छु। नेपालमा नै केही गरौँ भनेर बसेको अहिले पश्चाताप लागेको छ। यथार्थ के हो भन्ने कुरा छवि सर, अस्पताल प्रशासन, बसन्त टोर बहादुर सर, तपाईहरूलाई थाहा छ। भोलि परेको बेला यथार्थ कुरा बोलिदिनुहोला। यही हो यथार्थ कुरा। धेरैले बुझ्न सुन्न नै खोज्नु भएन। मेरो लासमाथि राजनीति नहोस् तर यी अपराधीहरूलाई कानुनको कठघरामा लिएर आउन सबैलाई अनुरोध गर्दछु। फेरि पनि मलाई माफ गरिदिनु मम्मी, भावना, छोरी, भाइ बुहारी, बहिनी अनि भान्जी।